त्यही 82 मै यो वाटरफल बनाइसकेर अनि उद्घाटन गरिहालेको। हजुर माथि बन्दै छ। बन्दै रहेछ कामै हो। कस्तो लाग्यो? बब्बाले चोटि आउनै पर्छ। केन जाने रे म त अलि रोउ नि त अलि रोइदेऊ नि त। वेलकम टु रामबट आवर रिसोर्ट। यहाँको दामी कि बेग्ला स्थलको दामी हेरेको खैर माछा। हेलो गाइज, वेलकम टु आवर पिक्यारल ब्लग। आज हामी बुर्जुङ खोलाको राम्बो टाउट र इको वाटरफल रिसोर्ट जाँदैछौँ। वाटरफल इको भिलेज प्राइभेट लिमिटेड भुर्जुङ रहेछ। भुर्जुङ खोला रहेछ कि आइपुग्यो त। वाटरफल रिसोर्ट कहाँ हो तपाईँ? यता रहेछ कि रेम्बो टावर जाने रहेछ। अहिले गर्छ न मलाई सायद यतै रहेछ क्या यी मान्छेहरू त। ऊ यता रहेछ त्यो केटीहरू यता गयो। गयो त गयो गाइजहरू। ए उहाँ रहेछ कति राम्रो। वाउ दामी हेर्छ न। वाउ दामी रहेछ। किलोमिटर ल्या तिरिस न उहाँ रहेछ नि त। दामी रहेछ नि त बुढो। भाउ देखिस मलाई गाली गरिसक्यो नि। नाही बस्नु नि बब्बा रहेछ। टाढा रहेछ त नि है बुढो। वेलकम वाटरफल ए गण्डकीको जाने यता रहेछ। यो जाने चाहिँ यता रेम्बो टावर जाने यता रहेछ। यो यता रहेछ। त्यही 82 मै यो वाटरफल बनाइसकेर अनि उद्घाटन गरिहालेको। हजुर माथि बन्दै छ। यता नि बन्दै छ। यो पार्किङ बल्ल अस्ति भर्खरै बनाएको। यो भएको छैन, यता मात्रै थियो। क्यामेराम्यान कता भएको? भिडियो खिच्न छोडेर क्यामेराम्यानको ताल यस्तो छ। खै कस्तो लाग्यो? बब्बाले चोटि आउनै पर्छ है। कसै आउनै पर्ने ठाउँ। नाम के हो? वाटरफल इको रिसोर्ट भन्न त नआउँदो रहेछ। मौसम खस्यो तल खोलामा खस्ला। कहाँ जाने र? क्यान जाने र म त अलि रोउ नि त अलि रोइदेऊ नि त। एकदम रमणीय एकदम शान्त आनन्द दामी छ है। हामी चाहिँ फर्किँदैछौँ। रात परिसक्यो। टाढा छ जान 1-1.5 घन्टा लाग्छ। फाल्देऊ 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 फाल्देऊ। हामी रेम्बो टावर रिसोर्ट जाँदैछौँ है। उताको बाटो चाहिँ इको भिलेज रिसोर्ट, यताबाट चाहिँ राम्बो टावर रिसोर्ट। किनकि यहीँ आइसकेपछि हामी नछुटाऊँ भन्ने चाहनाले, किनकि टाढा छ बाटो। माइ गड धेरै टाढा, धेरै आइरहन पनि पाइँदैन। वेलकम टु राम्बो टावर रिसोर्ट। र दामी रहेछ है। पार्किङ सार्किङ ठुलै उस रहेछ। माछा रहेछ दामी रहेछ है गाइज। यहाँ चाहिँ सबै आउँदो रहेछ नि। एकदम फेमस ठाउँ रहेछ यो चाहिँ। ह्याप्पी न्यु इयर 2026 अरे कहाँ पार्किङ माथि रहेछ पार्किङ गर्ने चाहिँ। कहाँ हो? कस्तो लाग्यो? अघि रोटेपिङ, अहिले चौडालिपिङ। चौडालिपिङ अहिलेको रोटेपिङ। यस्तो पिङ खेल्न पाउने।
जाम अब कस्तो छ फ्राई मोमो यहाँको टेस्ट गरेर त यहाँको दामी कि बेगुना स्थलको दामी मिठो छ धन्यवाद मिठो लाग्यो भनेपछि माछाको सेकुवा त्यो खालको रहेको छ खिच्ने होइन खिच्ने होइन कि जानुपर्छ कि रात पर्छ जाम के के हेरेको खै र माछा खै खै गण्डकी ट्राउटको माछा पालन यहाँ पुरै माछाहरू रहेको छ ट्राउट माछाहरू अब हामी घर जाँदैछौँ अहिले रातिको 7 बजेको छ हेर्नु सक्नुहुन्छ कति दामी रेनबो ट्राउट हेर्नु रहेछ माछा कस्तो लाग्यो रेनबो ट्राउट दामी खतरा हेरेको माछा भने दामी पुरो गोल्डन माछा माछा कस्तो लाग्यो दामी ए दामी है टल्केको राति टल्केको के थियो त्यस्तै हो पुरो अनि माथि किन तैरेको र हुँ